नमस्कार साथीहरू, आज म कुनै पनि केमिकल प्रयोग नभएको तरकारी हाम्रो खोला नालामा पाउने हामीले जलको अथवा प्याप्सो पनि भन्छौँ, तपाईहरुले के भन्नुहुन्छ, पिडालुजको जस्तै पात भएको त्यो कसरी पकाउने भनेर म सिकाउँदैछु। पहिला त मलाई पनि आउँथेन, मैले हाम्रो घरबेटी आमाले मलाई सिकाएपछि मलाई एकदमै राम्रो लागेर मैले यो रेसिपी शेयर गर्न खोजेको हो। यो हामीले यो तरकारी खानु भनेको हाम्रो स्वास्थ्यको लागि एकदमै राम्रो पनि मानिन्छ। कसरी बनाउने भनेर मैले सिकाउँदैछु, अन्तिमसम्म हेरेर तपाईहरुले पनि यसरी बनाएर खान सक्नुहुनेछ। अब सुरु गर्छु है त। म जलको पाउने ठाउँमा गए। यो ठाउँ भनेको काक्रे बिहारभन्दा सिधा तल जङ्गलभन्दा तल हो। त्यहाँ जति जलको पनि छ, मैले यसरी कमलो मुनाहरू टिपे। यसरी टिप्दै मैले आफ्नो ब्यागमा भरिसकेपछि मैले कोठामा ल्याएर बनाउन सुरु गरेँ। यसरी यसको खाला केलाउनु पर्ने हुन्छ। यसको लागि चाहिँ नरम हुन्छ, छिटो पाक्छ, मिठो पनि हुन्छ। यसरी सबै भाग मैले कलाएँ। यसरी नै मैले सबै भाग लास्ट कलाइसकेको थिएँ। मैले सबै कलाएर भइसकेको थिएँ। अब यसलाई हामीले साकारे जस्तै काट्नुपर्छ। यसरी काटिसकेपछि मैले अर्को बाटामा हालेँ, यसलाई पखाल्न सजिलो होस् भनेर। यसलाई मैले राम्रोसँग पखालेँ। यसरी पखालेर मैले रेडी बनाइसकेको छु। रेडी बनाइसकेपछि मैले मसुरको दाल 2 मुठी जति थोरै हाल्नुपर्छ, धेरै पर्दैन। मसुरको दाल हाल्दा मिठो हुन्छ यो जलुको अथवा गाभा। यसलाई राम्रोसँग मैले पखालेर रेडी गराएँ। र यसमा हामीले दाल बसाल्दाखेरि कति पानी हाल्छौँ त्यही अनुसारले पानी राख्नुपर्छ। धेरै पानी राख्नु हुँदैन, किनभने धेरै पानी राख्यो भने गाभा मिठो हुँदैन। ठिक्कको राख्नुपर्छ पानी। हामी दाल पकाउँदा कति राख्यौँ। अनि मैले बेसार अनि तेल अनि नुन हालेर ग्यासमा मैले तातो पानी उम्लिनको लागि मैले ग्यासमा बसाल्दै कुकरलाई यसरी उमाल्नुपर्छ पानी। यसरी उमालिसकेपछि मैले काटेर रेडी गरेको अघि त्यो हालिसकेपछि अनि यसलाई मैले सिटी लगाइसकेपछि मैले मसलाहरू रेडी गर्दै थिएँ। मसला मैले खुर्सानी, लसुन, टिमुर अनि धनियाको दाना अनि जिरा लगेर मैले राम्रोसँग मसिनो किसिमले पिसे, मसिनो हुने गरेर।
यसरी पिसिसकेपछि मैले रेडी गराइसकेको थिएँ र गाभा पनि पाकेर रेडी भइसकेको थियो। अनि गाभा पाकिसकेपछि मैले मिक्स मसाला र अनि धनिया र जिराको धुलो हालेँ। त्यो हालिसकेपछि मैले राम्रोसँग त्यसलाई खोडेर मैले बाक्लो बनाइसकेको थिएँ। राम्रोसँग खोडेँ। यसरी खोडिसकेपछि यसलाई राम्रोसँग खुवाउनुपर्छ। यसरी मसिनो गरी खोडिसकेपछि मैले तेल कराहीमा बसालिसकेको छु। मैले मेथी हालेँ। मेथीको दानालाई कालो कालो बनाइसकेपछि अगाडि पिसेको मैले मसला हालेँ। त्यसलाई पनि मैले रातो हुने हेरेर फ्राई गरेँ। फ्राई गरिसकेपछि मैले गाभा हाल्छु। यतिको रातो भइसकेको छ र अब मैले गाभा हाल्छु। यसरी मैले गाभा हालेर गाभा अलि धेरै बाक्लो भएको हुनाले मैले कुकरमा थोरै पानी हालेर त्यो कराहीमा खन्याएँ। खन्याइसकेपछि मैले त्यसलाई राम्रोसँग चलाएर बाक्लो बनाएँ। राम्रोसँग मिक्स गरेँ। यसरी राम्रोसँग मिक्स गरिसकेपछि यसमा चुक हाल्नुपर्ने हुन्छ। यस्तो राम्रो भइसकेको छ। अब यसमा चुक हालेपछि त झन् राम्रो भइहाल्छ नि। मैले अब चुक हाल्दैछु। पसलबाट किनेर लिएको चुक हो, तर त्यति धेरै लाग्दैन, त्यसैले मैले धेरै चुक हालेको छु। तपाईहरुको चुक कतिको लाग्छ त्यही अनुसारले हाल्न सक्नुहुनेछ। मेरो त चुक धेरै नलाग्ने भएर मैले धेरै चुक हालेछु। यसरी तपाईहरुले पनि बनाउन सक्नुहुनेछ र यसरी बनाएर खाँदा एकदम राम्रो पनि एकदम मिठो पनि भएको थियो। यसरी नै सजिलैसँग बनाउन सक्नुहुनेछ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला।